सबैलाई नमस्कार। यो तिला गाउँपालिका कुराडी भन्ने ठाउँमा हामी एकदम जुम्ला जाने क्रममा घुम्दै आइरहेका थियौं। घुम्दै आउँदाखेरि यो देखिरहेको कर्णाली राजमार्ग हो। क्यामेरा तल गर्नुस्, त्यो कर्णाली राजमार्ग हो। कर्णाली राजमार्गमा घुम्दै आउँदाखेरि हामीले यस्तो हेलिकप्टरको दृश्य देख्यौं। हामीले दृश्य देख्न साथ हामी यहाँ माथि चढेर यसको दृश्य पनि लग्यौं। यहाँ देख्न सक्नुहुन्छ पछाडी यो एकदम हेलिकप्टर हो। अरु सब बनावट एकदम ठीक छ, तर उड्न मात्रै बाँकी छ। यसको सबहरु एकदम ठीक छ। हामी धेरै छैन, 3 जना केटाहरु आएका छौं घुम्न। अब यस्तै त हो नि गाउँतिर हैन, यतिको कला र गला भएको मान्छे भनौं न हैन। यस्तै यो एकदम दामी छ। यो हामी खोलेर पनि देखाउँछौं हैन, भित्र पनि देखाउँछौं। हेर्नुस् तपाईहरु, यहाँ भित्र पनि आउनुस्। एकदम बबाल छ, एकदम सेम छ। सीट सहितको व्यवस्था रहेछ। तपाईहरु हेर्नुस्, सीट सहितको व्यवस्था छ हैन। अनि एकदमै राम्रो छ, एकदम राम्रो छ। सब बनावट माथि पाता साता हालेर एकदम उड्न बाँकी मात्रै छ। तपाई क्लिक गर्नुस्, पनि घुमिरहेछ। क्लिक गरेर यो बनाएको नाम के हो? एकदम खुसी लाग्यो जुम्ला कुराडीमा आउँदाखेरि। एकदम पर्यटकीय स्थल भएछ। पहिला पिछडिएको क्षेत्र जुम्ला भनेर नाम लिन्थे भने अहिले एकदम जुम्ला बराबर विकसित कुनै ठाउँमा पनि छैन। तपाईहरु देख्न सक्नुहुन्छ यस्तो सिप भएको मान्छेहरु जुम्लामै छन् हैन। त्यो सिपलाई हामीले एकदम उच्च सम्मानका साथ हामीले हैन। तपाईलाई कस्तो लाग्यो एकदम आउँदाखेरि जुम्ला कुराडीमा आउँदाखेरि तपाईलाई कस्तो लाग्यो? म जहाँसम्म कुराडी त 2-3 पटक आएको, यहाँभन्दा अगाडि 2-3 पटक आएको थिएँ हैन। हजुर, यहाँभन्दा पहिला आउँदाखेरि यस्तो केही पनि थिएन। अहिले म यहाँ आउँदाखेरि चाहिँ त्यो बनाउनु भएको रहेछ। अग्रज व्यक्तिहरूले, सिप भएको मान्छेहरूले राम्रो बनाउनु भएको रहेछ। खुसी लाग्यो, एकदम खुसी लाग्यो। हामी पनि एकदम 3 जना घुम्ने। खासै हामी यो कुराडीमा यो हेलिकप्टर छ भनेर आएका हैनौँ। हामी एकदम जुम्ला बजार कामको सिलसिलामा जाँदाखेरि एकदम यो दृश्य देख्दाखेरि हामीले यो घरको सम्बन्धी मान्छेबाट अनुमति मागेर माथि आएका छौँ। हाम्रो क्यामेराम्यानमा छ नमराज चन्दारा हैन। हामी 3 जना आएको, एकदम रमाइलो छ। हामी क्यामेराम्यानसँग पनि एकदम प्रत्यक्ष रूपमा कुरा गर्छौँ। एकदम रमाइलो छ यहाँ। आज मौसम पनि सिमसिमे झरी परिरहेछ। डाँडाकाँडा पनि यस्तो रमाइलो छ यहाँको हैन। दृश्य एकदम बबाल छ के। अब हामी एकदम क्यामेराम्यानलाई पनि नजिकै ल्याएर सोध्न गएका छौँ हैन। कस्तो लाग्यो यो दृश्य देख्दाखेरि? एकदम राम्रो रमाइलो हैन, एकदम रमाइलो लाग्यो है। यो बनाउने मान्छेलाई चाहिँ, व्यक्तिलाई चाहिँ हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। एकदम नमस्कार। एकदम हामी अहिलेलाई यहाँबाट बिदा माग्दै हैन, हामी तपाईहरुको सामु पेलेन भएको ठाउँ पनि देखाउँछौँ। तपाईहरु धैर्य गर्नु होला। भिडियो यति यो नसोच्नु होला, भिडियो लङ छ एकदम। हामी पेलेन भएको ठाउँ समेत देखाउँछौँ। यो दृश्य तपाईँ निहालेर हेर्नुस् र यहाँ आएको मान्छेले ठ्याक्क कमेन्ट गर्नुहोस् है यो ठाउँको नाम। तर मैले कुडारी भनेर भनेको छु, कान्नीमा छ, कस्तो छ, सब लोकेसन सहित तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।